भन्न भनिसकेर यीशु आफ्ना चेलाहरूसँग केद्रोन खोला पारी जानुभयो। त्यहाँ एउटा बगैँचा थियो। आफ्ना चेलाहरूसँग उहाँ त्यसभित्र पस्नुभयो। त्यसै ठाउँमा यीशुले आफ्ना चेलाहरूसित बारम्बार भेट गर्ने हुनाले उहाँलाई धोका दिने जुदासले पनि त्यो ठाउँ चिनेको थियो। उल्टो डाकुहरू र हात हतियार लिएका सिपाहीहरू तथा मुख्य पुरोहित र फारिसीहरूका कर्मचारीहरू साथमा लिई जुदास त्यहाँ आइपुग्यो। आफूमाथि गर्न लागेका सबै कुरा जाने यीशु आफै तिनीहरूलाई भेट्न तिमीहरू कसलाई खोजिरहेका छौ? तिनीहरूले उहाँलाई उत्तर दिए, यीशुले तिनीहरूलाई उहाँलाई पक्राउने जुदास पनि त्यहीँ थियो। यीशुले मनै हो भनेको सुनि तिनीहरू पछि हट्ने हुँदा यीशुले फेरि तिनीहरूलाई सोध्नुभयो, तिमीहरू कसलाई खोजिरहेका छौ? तिनीहरूले यीशुले उत्तर दिनुभयो, मैले तिमीहरूलाई भनिहाले मनै हो। तिमीहरूले मलाई मात्र खोजिरहेछौ भने उनीहरूलाई जान देऊ। आइदिनु भएका कसैले पनि मैले हराएको छैन भन्ने उहाँको वचन यसरी पुरा भयो। सिमोन पिटरसित एउटा तरवार थियो। त्यही तरवार झिकेर तिनले महापुरोहितको सेवकलाई हिर्काई कान चट्ट उडाइदिए। त्यस सेवकको नाम मार्कुस थियो। यीशुले पिटरलाई भन्नुभयो, तरवार दापमा हाल। पिताले मलाई दिनुभएको कचौरा नपिउनु। यसो हुँदा सेनापति सिपाहीहरू र यहुदी कर्मचारीहरूले यीशुलाई पक्रेर बाँधे औ सोझै अन्नास कहाँ लगे, किनभने तिनी त्यस सालका महापुरोहित काइफसका ससुरा थिए। जातिको निम्ति एउटा मानिस मर्नु असल हो भन्ने सल्लाह दिने काइफस थिए। सिमोन पिटर र अर्को एकजना चेला यीशुको पछि पछि लागे। यो अर्को चेलालाई महापुरोहितले चिन्ने हुनाले यिनी यीशुसँगै चोकभित्र पसे। तर पिटर चाहिँ बाहिर चोकको ढोकानेर बसे। यसकारण महापुरोहितले चिनेको त्यही अर्को चेलाले द्वारपालीलाई भनी पिटरलाई पनि भित्र ल्याए। त्यस द्वारपालीन युवतीले पिटरलाई सोधी, तिमी पनि त्यसै मानिसका चेलाहरूमध्येका होइन? पिटरले भने, म त होइन। जाडो भएको हुनाले सेवक कर्मचारीहरूले त्यही कोइलाको आगो बाली उभि उभि ताप्दै थिए।
पिटर पनि उनीहरूसँगै उभिएर आगो तापिरहे। महापुरोहितले यसुलाई उहाँका शिष्यहरू र शिक्षाबारे सोधे। यीशुले उत्तर दिनुभयो, मैले दुनियाँलाई पुनश्च भनिदिएको छु। अहिले सबै यहुदीहरू भेला हुने सभाहरू र मन्दिरमा शिक्षा दिए। गुप्तमा मैले केही भनेको छैन। मलाई किन सोध्नुहुन्छ? मैले भनेको सुन्नेहरूलाई नै सोध्नु हो। कारण मैले के भने यिनीहरूलाई सब थाहा छ। यीशुले यसो भन्दा छेउमा उभिएको एउटा कर्मचारीले उहाँलाई एक थप्पड कसी भन्यो। महापुरोहितलाई यस्तो उत्तर दिन्छ। यीशुले त्यसलाई भन्नुभयो, मैले भनेकोमा भुल भए भुल देखाऊ। ठिक भए मलाई किन यसरी हिर्काउँदछ? यसो हुँदा अन्नासले यीशुलाई बाँधेर महापुरोहित काइफस कहाँ पठाइदिए। सिमोन पिटर अझ पनि उभिएर आगो तापिरहेकै थिए। कसैले उनलाई सोध्यो, तिमी पनि त्यसै मानिसका चेलाहरूमध्येका होइन? पिटरले अस्वीकार गरी भने, म त होइन। पिटरले अघि कान काटिदिएको सेवकको नातादा महापुरोहितकै अर्को सेवकले भन्यो, मैले तिमीलाई त्यसै मानिससित अघि बगैँचामा देखेको होइन र? पिटरले फेरि अस्वीकार गरे, औघाले पनि बसिहाल्यो। उज्यालो भइसकेको थियो। यहुदीहरूले यीशुलाई काइफसको घरबाट राजभवनमा लगे। तर तिनीहरू आफै चाहिँ अशुद्ध हुन्छ र पासका भोज खान पाइन भन्ने डरले भवनभित्र पस्न चाहेनन्। यसकारण पिलातुस आफै यिनीहरू कहाँ बाहिर आई सोधे, तपाईहरू यस मानिसलाई के को दोष लाउनुहुन्छ? तिनीहरूले उनलाई उत्तर दिए, यो अपराधी नभए हामी यसलाई तपाईँको हातमा सुम्पने थिएन। पिलातुसले तिनीहरूलाई भने, तपाईहरूले यसलाई लगी आफ्नो विधान अनुसार आफै निर्णय गर्नुहोस्। यहुदीहरूले उनलाई भने, प्राणदण्ड दिने अधिकार हामीलाई छैन। मेरो कस्तो मरण हुनेछ भन्ने यीशुको वचन पुरा हुनलाई यसो हुन परेको थियो। त्यसपछि पिलातुस फेरि राजभवनभित्र पसी यीशुलाई बोलाएर सोधे, के तिमी यहुदीहरूका राजा हौ? यीशुले उत्तर दिनुभयो, तपाईँ आफ्नै मन ज्ञानले यो कुरा गर्नु हुँदैछ कि अरू कसैले तपाईँलाई मेरो विषयमा भनेको छ? पिलातुसले भने, के म यहुदी हुँ र तिम्रै
जाति र मुख्य पुरोहितहरूले तिमीलाई मेरो हातमा सुम्पेका हुन्। तिमीले के गर्यौ? यीशुले उत्तर दिनुभयो, मेरो राज्य यस संसारको होइन। मेरो राज्य यस संसारको भए मेरा प्रजा र सिपाहीहरूले लडिकन मलाई युद्धहरूका हातमा पर्न दिने थिएनन्। परन्तु मेरो राज्य यहाँको होइन। पिलातुसले उहाँलाई सोधे, त्यसो भए तिमी राजा त हौ? यीशुले भन्नुभयो, मलाई राजा तपाईँले नै भन्नु भइरहेछ। मैले जन्म लिए सत्यको साक्षी दिनलाई, यसैको लागि म यस संसारमा आएको हुँ। सत्यको पक्ष लिनेहरूले मात्र मेरो स्वर सुन्छ। पिलातुसले फेरि भने, सत्य चाहिँ के हो? यति भनी फेरि तिनी बाहिर यहुदीहरू कहाँ गई भने, मैले यिनमा कुनै दोष पाइनँ। पासका चाडको समयमा तपाईँहरूको निम्ति एकजना कैदीलाई मैले छोड्नुपर्ने तपाईँहरूको चलन छ। तपाईँहरू चाहनुहुन्छ भने मैले यहुदीहरूका राजालाई छोडिदिउँ। यहुदीहरू कराए, यसलाई होइन, बारबस एउटा डाकु थियो। पिलातुसले यीशुलाई लगी कोरालाउन लगाए। सिपाहीहरूले काँडाको एउटा मुकुट बनाई उहाँको शिरमा लगाइदिए र शरीरमा चाहिँ बैगनी वस्त्र ओढाइदिए। त्यसपछि तिनीहरू उहाँको सामु आए भन्न लागे, अनि उहाँलाई थप्पड लगाए। पिलातुसले फेरि बाहिर निस्केर भने, हेर्नुहोस्, यिनमा केही दोष पाइन भनी देखाउन म यिनलाई फेरि तपाईँहरूको सामु ल्याउँदैछु। काँडाको मुकुट र बैगनी वस्त्र पहिरेको यीशु बाहिर आउनुभयो। पिलातुसले भने, हेर्नुहोस्, यसमा यसमा। मुख्य पुरोहित र उनीहरूका कर्मचारीहरू यीशुलाई देख्न साक्षी चल्न थाले। क्रुसमा झुन्ड्याऊ, क्रुसमा झुन्ड्याऊ। पिलातुसले भने, तिमीहरू आफैलाई लगी क्रुसमा झुन्डाऊ। मैले त यिनमा कुनै दोष पाइनँ। यहुदीहरूले उनलाई उत्तर दिए, हाम्रो एउटा विधान छ, त्यो विधान अनुसार त्यसले मर्नै पर्छ। किनभने त्यसले आफैलाई ईश्वरको पुत्र बनाएको
छन् डराए। राजभवनभित्र पसी फेरि यीशुलाई सोधे, तिमी कहाँबाट आएको? यीशुले कुनै उत्तर दिनु भएन। तब पिलातुसले भने, मसित बोल्दैनौ? तिमीलाई छोडिदिने या क्रुसमा झुन्ड्याउने अधिकार ममा छ भन्ने थाहा छैन। यीशुले भन्नुभयो, आफूभन्दा माथिबाट त्यो अधिकार पाउनु नभएको भए तपाईँको माथि कुनै अधिकार हुने थिएन। यसकारण मलाई तपाईँको हातमा सुम्पने मानिसको पाप ठुलो छ। त्यसुपरान्त पिलातुसले यीशुलाई छोडिदिने प्रयास गरे, तर यहुदीहरू चिच्याइ नै रहे। तपाईँले यसलाई छोडिदिनुभयो भने तपाईँ रोमी सम्राटको मित्र हुनुहुन्न। म राजा हुँ भन्ने रोमी सम्राटको विरोधी हो। यहुदीहरूको यस्तो कुरा सुनि पिलातुसले यीशुलाई बाहिर ल्याउन लगाई। आफू ढुङ्गे आँगन अर्थात् इब्रानी भाषामा गबथा भन्ने ठाउँमा न्यायासनमा बसे। यो पास्का पर्वको अघिल्लो दिन थियो। दिउँसो प्राय 12 बजिसकेको थियो। पिलातुसले यहुदीहरूलाई भने, हेर्नुहोस्, तपाईँहरूका राजा। तिनीहरू कराए, हटाउनुहोस्, यसलाई क्रुसमा झुन्ड्याउनुहोस्। पिलातुसले तिनीहरूलाई सोधे, तपाईँहरूका राजालाई मैले क्रुसमा झुन्ड्याउनु? मुख्य पुरोहितहरूले उत्तर दिए, रोमी सम्राटले हाम्रो अर्को राजा छैन। अन्तमा पिलातुसले उहाँलाई क्रुसमा झुन्ड्याउने जिम्मा उनीहरूलाई दिए, अनि उनीहरूले पनि यीशुको जिम्मा लिए। आफ्नो क्रुस आफै बोकी यीशु खप्रे अर्थात् इब्रानी भाषामा गोल्गोथा भन्ने ठाउँमा जानुभयो। त्यहाँ उनीहरूले यीशुलाई क्रुसमा झुन्ड्याए। उहाँसँगै अरू 2 जनालाई पनि क्रुसमा झुन्ड्यायो। दाहिने र देब्रेपट्टि एक जना र माझमा यीशु। पिलातुसले एउटा दोषपत्र पनि लेखी क्रुसमाथि ठोक्न गए। त्यसमा लेखिएको थियो, नाजरेतका यीशु, यहुदीहरूका राजा। यीशु क्रुसमा झुन्ड्याउनु भएको ठाउँ सहर नजिकै हुनाले र दोषपत्र इब्रानी, रोमी र यहुदी भाषामा लेखिएको हुनाले धेरै यहुदीहरूले त्यो दोषपत्र पढे। यहुदीहरूका मुख्य पुरोहितहरूले पिलातुसलाई भने, यहुदीहरूका राजा नलेखेर यसले म यहुदीहरूको राजा हुँ भनी लेख्नुहोस्। पिलातुसले उत्तर दिए, जे लेखियो लेखियो।
सिपाहीहरू उहाँको खास्टो छोरी अरू अस्त्रहरू 4 भाग लगाए एक भाग लगे। खास्टो चाहिँ माथिदेखि तलसम्म सलकै बुनेको हुनाले सिपाहीहरूले आपस्तमा भने अस्त्र उनीहरूले आपस्तमा बाँधे मेरो खास्टोको लागि चिट्ठा हाले भन्ने धर्मशास्त्रका कुरा यसरी पुरा हुन परेको थियो। सिपाहीहरूले पनि ठिक त्यसै गरे। उहाँकी माता की बहिनी तथा क्लेओफसकी पत्नी मरिया र मग्दलिनकी मरिया यीशुको क्रुसको छेउमा उभिरहेका थिए। आफ्नी माता र आफ्नी प्यारो चेलालाई छेउमा उभिएको देखि यीशुले आफ्नी मातालाई भन्नुभयो, माता, यी तपाईका पुत्र हुन्। तब आफ्नो चेलालाई भन्नुभयो, यहाँ तिम्री माता हुनुहुन्छ। त्यही दिनदेखि ती चेलाले यीशुकी मातालाई आफ्नै घरमा लगे। अब सबै कुरा पुरा भइरहेको देखि धर्मशास्त्र पुरा गर्नलाई यीशुले भन्नुभयो, म तृषी छु। सिरकाले भरिएको त्यहाँ एउटा घैँटो थियो। सिरकामा भरिएको स्पन्ज निगालोको टुप्पोमा अराए। उनीहरूले यीशुको मुखसम्म पुर्याइदिए। यीशुले सिरका चुसी भन्नुभयो, पुरा भयो। औहाले शिर निहुराएर प्राण त्याग गर्नुभयो। पास्का पर्वको घिदो दिन थियो। त्यो अति पुण्य विश्राम दिवस हुनाले
त्यस दिन लास क्रुसमै नरहिरहोस् भनी यहुदीहरूले क्रुसमा झुन्डाएकाहरूको खुट्टा भाँची त्यहाँबाट हटाउने अनुमति पिलातुसलाई मागे। सिपाहीहरू आएर यीशुसितै क्रुसमा झुन्डाएको पहिलो डाकुको खुट्टा भाँचिदिए। त्यसपछि अर्कोको पनि भाँचे। तर यीशु कहाँ आउँदा उहाँलाई मरिसकेको देखि उनीहरूले उहाँका खुट्टा भाँचेनन्। तर एकजना सिपाहीले आफ्नो भालाले उहाँको कुखा रोपिदियो र त्यसै क्षण रगत र पानी त्यहाँबाट बग्यो। यी सबै आफैले देख्ने मानिसले यो बयान दिएको हो। उसको बयान साँचो छ। उसले म सत्य बोलिरहेछु भनी जान्दछ र तपाईहरूलाई विश्वास गरोस् भनी भनेको हो। उहाँको एउटै हड्डी पनि भाँचिने छैन भन्ने धर्मशास्त्रको कुरा पुरा होस् भनी यी सबै हुन आएका हुन्। धर्मशास्त्रमा अर्को कुरा पनि भनिन्छ, उहाँलाई रोक्नेहरूले उहाँलाई हेर्नेछन्। अरमथियाका जोसेफले पिलातुसलाई यीशुको लास लैजाने अनुमति माग्दा पिलातुसले पनि दिइहाले। उनले गएर यीशुको लास लगे। अघि यीशुलाई राति भेट्ने निकोदेमस पनि सुगन्धिसिएको गन्धरस लिएर त्यहाँ आइपुग्यो। यहुदीहरूको लास राख्ने प्रथा अनुसार उनीहरूले लासलाई सुगन्धित पौधाहरूसँग एउटा कात्रोमा बेरे। यीशु क्रुसमा झुन्ड्याउनु भएको ठाउँमा एउटा बगैँचा थियो। त्यो बगैँचामा अझसम्म लास नराखिएको एउटा ओरार थियो। त्यो ओरार नजिकै भएको हुनाले र त्यस दिन यहुदीहरूको पास्का पर्वको अघिल्लो दिन हुनाले उनीहरूले यीशुलाई त्यहीँ